अहिले यो मध्याहको 12 बज्दैछ। आकाशमा बादल छैन, तर पनि यो ठुलो रुखबाट पुरा पसिना हो या अब के हो यो, एकदम पानी झरेर बर्सिरहेछ। यहाँ तपाईँले देख्न सक्नुहुन्छ पानीकै थोपाहरू एकदम ठुलो मात्रामा छ। यो अचम्म खै अब यो के भएको, अब अरू ठाउँ देउता प्रकट भयो भन्लान्, त्यो पनि नहोला। अब यसको के शक्ति हो अनुसन्धान गर्नुपर्ने छ। यो रुखको नाम पनि के हो खै, गुडधाङ्ग्रो। सबै रुखबाट यस्तै आउँछ बा? भनेको यदि देशमा केही विपद आउँदैछ भने यसले सङ्केत गर्छ। ल हाम्रो बा यहाँ हुनुहुन्छ। यसको आज रहस्यमय रुख भेटियो। रुखबाट दिउँसै पानी बर्सिएको छ। यसको अनुसन्धान गर्नुपर्ने छ। बा अनुसन्धान गर्दै गर्नलाई ल, केही विपत्तिको सङ्केत हो कि भन्ने कुरो होइन? ए ल ठिक छ।